म अहिले काठमाडौँ बसन्तपुर हनुमान ढोकामा रहेको काल भैरव मन्दिर अगाडि छु। काल भैरव मन्दिर ढुङ्गाको प्रसिद्ध मन्दिर हुन्। यो हनुमान ढोकामा अवस्थित छ र काल भैरवलाई शक्तिशाली र हातमा हतियारसहित ढुङ्गामा कुदिएको देख्न सक्छौँ। वरिपरिको दृश्य आन्तरिक पर्यटक र बाहिरी पर्यटकको उल्लेख्य मात्रामा भिड छ हामी देख्न सक्छौँ। यो बाल्ने ठाउँ एकदम आकर्षित, क्रोधित र हातमा हतियारसहितको हामी काल भैरव देख्न सक्छौँ। विशेष गरी दसैँको समयमा यहाँ भक्तजनहरूको उल्लेख्य मात्रामा भिड हुन्छ। त्यसै गरी शिवरात्रिमा पनि हुन्छ हामी देख्न सक्छौँ वरिपरिको दृश्य। र काल भैरवलाई समय र न्याय देवताको रूपमा पनि पुजिन्छ हामी हेर्न सक्छौँ। यहाँ आन्तरिक पर्यटक र बाहिरी पर्यटकको उल्लेख्य मात्रामा सबै भिड हुने गर्छ हामी अगाडि देख्न सक्छौँ। परिवारहरू शान्तिका प्रतीक हुन्। यिनले मन्दिर वरिपरि रमाइरहेका हुन्छन्। यिनले मन्दिरमा आध्यात्मिक ल्याउने काम गर्छन् र पर्यटकहरू पनि हामी देख्न सक्छौँ। काल भैरवको मूर्ति स्वरूप ढुङ्गामा कुदिएको हो। हामी हेर्न सक्छौँ परिवारहरू उडिरहेका छन्, रमाइरहेका छन्। हामी देख्न सक्छौँ विदेशी पर्यटकहरू, विशेष गरी भारतबाट आएका विदेशी पर्यटकहरू हामी देख्न सक्छौँ। उतापट्टि आकाश भैरवको मन्दिर हो, यतिखेर बन्द भएको अवस्था छ। धन्यवाद।